हेलो गाइज राम्रो मन्दिर छ यति राम्रो बाटो म चाहिँ घर हिँडेको घरबाट चाहिँ भिडियो बनाउनु पाएन अगाडि हिँडेको छ मेरो भाइले यति राम्रो बनाएको फाइनली गाइस म पनि घर आइसकेँ यहाँबाट जान्छ यो बुटल बजार फुलबारीमा तिनो खोला हो न यो तिनो खोला हो न यस्तो तिनो खोला बस यो त पश्चिम जाने बस होइन र यो पश्चिम जाने बस बजार हेर्न सक्नुहुन्छ म घर हिँडिसकेको छु आशा बोल्न पाउँदैन बनाएर भनेर सबैजनाले माया गरिदिनु होला राम्रो पर्ने ठिकै भिडियो बस्दिन्छ यहाँ निकै मेरो भाइ मलाई छोड्नु भाइ सबैजनालाई हेप्पी दसैँ देश विदेश रङहरू सबैजनालाई हेप्पी दसैँ पहिला बाबुलाई लगाइदिन्छन् कालो टिका हो न पहिला लोकेलाई लगाइदिनु त्यहाँ उहाँ अर्जुलाई लगाइदिनु त्यहाँ बल्ल बाबुलाई लगाइदिनु लोकेलाई त धेरै लाग्ने हेर्नु कसरी हेरे लगाइदिनु बाबुले यो कुराएर बाहिर लैजाउँछ कसैको नजरमा नाम सुनाउनु भयो भाले काटेर नाम सुनाउने के अरे कालो टिका लगाइदिनु कालो टिका लाग्यो त्यहाँ बल्ल छोइनियो नि कपडा राखियो अब सक्यो होला ऊ यहाँ त कालो यो त मेरो पछौरा नि कपडा हात पुस्नु त के बिचारा किन पुस्नु बोल्यो तेल छ के त्यसले म नाइ धुवा भयो कि कुत्ताउन ल ल कति खाने कि झिको त भाइले भाइको पनि आएर घटेको छ हैन आज दसैँको दिन अलि साइल बाबु त गिलासको के हो त्यो गिलासको लोक कलर आधा छ यता खुट्टा पुछाएर खानु मान्छेले हेर्नु आला है मान्छेले चाहिँ हेर्नु भएन
हजुरले पनि छ्याप्छ है अनि यता पूजा प्रसादलाई पूजा गर्नुहोस् आज धेरै टाढा बस्नु हात जोड्दै बिर्सिनु त पाइयो नि पाइन्न नि बिर्सिनु मेरो क्या समझो पोल्यो क्या हात क्या झिक्ने हो र कालो टिको बनाउनु पनि कुमार चिन्तालाई लाग्ने चिम्टा छ र जा त हेरेर जा यो चिम्टा लिएर आइज ए हेर्नुहोस् अहिले बाबु सबैलाई हेर्न पर्यो नि कुखुरा बाहिर लटकुनेर राखे भए हुन्थ्यो अलि आउँछ गर्ने होला नि चढाउनु पर्छ एउटा कालो टिको बनाउँदा ट्र्याक्टरहरू कति राम्रो भएको के भन्नु मैले त लिए पनि छैन नि छैन हुन्न खालि यतै फर्किन्छ एक बाँकी हो के हेरिरहेको सबलाई के रहेछ मेरो धुवा भयो त्यसलाई